हेलो गुड मर्निङ अनि जय नेपाल सबैजनालाई। म चाहिँ अहिले शुभ बिहानीको साथमा म चाहिँ अहिले यो डोल्पा जिल्लाको सार्का भोट गाभा भन्ने ठाउँमा आएको छु। यो चाहिँ एकदमै विश्वकै सबैभन्दा अग्लो उचाइ तथा स्थानमा बस्ने व्यक्तिहरू मध्येको एउटा यो चाहिँ ठाउँ पर्दो रहेछ। अनि यहाँ चाहिँ एकदमै मेन प्रब्लम के भन्छ, एकदम हाई अल्टिट्युड एकदमै चाहिँ हामीलाई चाहिँ श्वास प्रश्वास लिनलाई चाहिँ एकदम गाह्रो भइरहेको छ। अहिले पनि बोल्दा चाहिँ मलाई एकदम स्वासा भस्तो फिल भइरहेको छ। हामीले चाहिँ त्यसको लागि ब्याकअप लिएर आएको छौँ। जस्तै अब अक्सिजनहरू भयो, अनि तपाईँको मेडिसिनहरू भयो लिएर आएको छौँ। अनि यो चाहिँ यस्तो छ, यहाँको यो ठाउँहरू चाहिँ यस्तो छ, पुरै खतरा छ, पुरा यस्तो छ होइन। हेर्न सक्नुहुन्छ चारैतिर एकदमै हेभी स्नो परिरहेको थियो, तर अहिले चाहिँ एकदमै कम छ स्नो। किनभनेपछि अहिले चाहिँ एकदमै वेदर चाहिँ एकदम चेन्ज छ नि त। अब यस्तो सनलाइट यस्तो राम्रो देखिरहेको छ, त्यही भएर पनि हिउँ चाहिँ त्यस्तो भारी मात्रामा हामीले देख्न पाएनौँ। तर चाहिँ अलिकति हामीलाई 1-2 दिन एडजस्ट गर्नलाई गाह्रो हुन्छ, किनभने चाहिँ हामी हेलीमा आएको हुनाले चाहिँ हामीलाई त्यति गाह्रो भएन। हामी चाहिँ ट्रेकिङ गरेर आउने भएको भए हामीलाई एकदम गाह्रो हुन्थ्यो, इम्पोसिबल, हामी यो ठाउँमा आउनै सक्दैनौँ। तर यहाँको मेन चाहिँ के रहेछ भनेपछि यो चाहिँ एकदमै यो चाइना बोर्डर र मनाङ मुस्ताङ साइड भएको हुनाले यहाँको ट्रेडिसनल कल्चरहरू चाहिँ अनि त्यतैतिरको जस्तो रहेछ कि एकदमै यहाँको ल्याङ्ग्वेजहरू बुझ्न गाह्रो हुने, अनि यहाँ नेपालीहरू पनि खासै धेरै बोल्न नजान्ने होइन। अब 1-2 जो त्यति बोल्न त बोल्नुहुन्छ, तर त्यति साह्रो चाहिँ बोल्न सक्नुहुन्न। अनि यहाँको चाहिँ मेन भनेको के भन्छ, यो यस्तो यो घरहरूमा देख्नु भएको छ नि, यो साइड साइडको घरहरू छ नि, यो साइड साइडको घरहरूमा चाहिँ तपाईँको चाहिँ के रहेछ भनेपछि यो चाहिँ अहिले चाहिँ अक्सिजन भएको हुनाले यहाँ चाहिँ दाउरा पाउँदो रहेछ, अनि ग्यास पनि हुँदो रहेछ। अनि तपाईँको यहाँ चाहिँ यस्तो यो घरबाट यो यस्तो यस्तो यो आगोहरू बोलिरहेको छ नि, यसमा चाहिँ यो याकको त्यो गुहरू चाहिँ सुकेको गु प्लस अनि तपाईँको यहाँ सानो त्यस्तो त्यो त्यो काँडा टाइपको दाउराहरू हुँदो रहेछ। अनि त्यो चाहिँ यिनीहरूले चाहिँ के भन्छ कलेक्सन गरेर अनि त्यो चाहिँ एकैचोटि बाल्दो रहेछ, अनि बालिसकेपछि यसरी खाना पकाउँदो रहेछ। यहाँ चाहिँ रासनहरू पाउनलाई पनि एकदम गाह्रो छ, त्यो त सम्भवै छैन। अब ग्यास सिलिन्डरहरू अब त्यो त छैन, बत्ती छैन, केही छैन। सोलरबाट पनि यिनीहरू हल्का हल्का काम गर्दो रहेछ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ स्कुल हो, यो चाहिँ स्कुल हो होइन। यो चाहिँ माथि चाहिँ डाँडाहरू छ, अनि यो साइड साइडमा त्यो सानो सानो त्यो गुम्बाहरू जस्तो देखिरहेको छ नि, हो त्यो चाहिँ यिनीहरूको चाहिँ यो मन्दिर रहेछ क्या, मन्दिर रहेछ। अब यो बिस्तारै चाहिँ म यहाँको क्लिप्सहरू चाहिँ म तपाईँहरूलाई देखाउने छु। एकदमै हामीलाई चाहिँ इन्ट्रेस्टिङ प्लस अलिकति एडभेन्चर टाइपको लागिरहेको छ। अब केही दिनको बस्ने भएको भएर हामीलाई चाहिँ एकदमै जो एडभान्टेज एकदमै रमाइलो लागिरहेको छ। अब त्यही नै हो, त्यही नै हो। म बिस्तारै देखाउँदै जान्छु तपाईँहरूलाई चाहिँ यो ठाउँको मेन फ्याक्टहरू है। यो चाहिँ हाम्रो भान्सा कोठा देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो भान्सा कोठा हो। हामी केही दिनको लागि बस्नलाई चाहिँ यहाँको स्थानीय यहाँको के भन्छ जनप्रतिनिधिहरूदेखि लिएर यहाँको बुद्धिजीवीहरूले चाहिँ हामीलाई चाहिँ एकदम सहयोग गरिदिनु भएको छ। त्यसको लागि चाहिँ हाम्रो तर्फबाट त प्लस मेरो व्यक्तिगत तर्फबाट चाहिँ उहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यहाँ चाहिँ यहाँको छ, हेर्नुहोस् यो चाहिँ चुलो है, यो चुलो छ होइन। योबाट सर्लक्क यहाँबाट चाहिँ तपाईँको के हुन्छ भने चाहिँ धुवा फिल्टर भएर जान्छ, यस्तो छ। अनि यहाँ चाहिँ यो खाना बनाउनलाई चाहिँ के गर्नुपर्ने रहेछ भनेपछि अनि यो गोबर छ, हेर्नुहोस् यहाँ चाहिँ यस्तो यस्तो गोबर छ। ए भाइ यस्तो गर त, यहाँ देखाउँ त, म सरसरी देखाउन चाहन्छु। यहाँ चाहिँ यो छ, हेर्नु नि, यो चाहिँ यो गोबर छ क्या, यो चाहिँ गोबरहरू भयो, यो याकको गोबरहरू, यो सबै गोबरहरू बोराएको। अनि प्लस यो दाउरा चाहिँ यहाँ छ, दाउरा चाहिँ तपाईँको कहाँ छ भने चाहिँ दाउरा यस्तो दाउरा पाइन्छ क्या। अब यो यस्तो दाउराहरू छ। अनि यो दाउराहरू चाहिँ कस्तो हुन्छ नि, यो चुलोमा हाल्ने हो क्या। अब यो चुलो कस्तो छ भने चाहिँ एकदम खतरा टाइपको चुलो छ यो चाहिँ हेर्नु है, यहाँ यसरी पोल्छ क्या। अब यहाँभित्र चाहिँ के गर्ने भनेपछि तपाईँको यो गोबर हाल्ने होइन, गोबर हालिसकेपछि यहाँ चाहिँ थोरै दाउरा हालिदिएपछि चाहिँ यसरी चाहिँ यो हुँदो रहेछ क्या। अनि यो आगोहरू चाहिँ बाहिर चाहिँ जान पाएन नि त। अनि त्यसपछि यो हिट हुन्छ नि त, चुलो पनि हिट पनि, भाँडाहरू पनि हिट भइसकेपछि अनि खाना पकाउन चाहिँ एकदम चाहिँ हामीले केही दिनको लागि यस्तो रासनहरू लिएर आएको छ। अनि हामीले चाहिँ अब यो हाई अल्टिट्युडको लागि अब यस्तो ठाउँमा आएको हुनाले हामीलाई चाहिँ त्यस्तो प्रब्लम हुन चाहिँ करेन्ट चाउचाउहरू, वाइवाई चाउचाउहरू, अनि तपाईँको चिउराहरू भयो, अनि तपाईँको यो फुरनदाना भुजाहरू छ। अनि हामीसँग अन्डाहरू पनि छ, अन्डा पनि छ। अनि चाहिँ हामीसँग कफी पनि छ होइन। अनि यो चाहिँ हामी तातो पानीहरू खाइरहनु लाग्यो, हामीलाई थर्मसहरू पनि छ, हामीलाई चाहिँ त्यस्तो गाह्रो नहोस् भनेर। यहाँको हाइट छ भनेपछि यहाँ चाहिँ हामीलाई अक्सिजन लिनलाई चाहिँ भनौँ हल्का त्यस्तो गाह्रो त भएको छैन, अलिअलि गाह्रो चाहिँ हुँदो रहेछ। हाम्रो बच्चाहरू छन् यहाँको, मेरो प्यारो प्यारो भाइहरू हुनुहुन्छ। अनि तिमीहरूको नाम के रे? निमा ढुक्से, सोनाम ढुक्से, अनि अर्को सोनाम ग्याच। अनि तिमीहरूको नाम एउटै हुँदो रहेछ है। अनि निमा हुँदो रहेछ, त्यसमा चाहिँ बहादुर अनि के भने प्लस हुँदो रहेछ होइन। अनि तिमीहरू चाहिँ एकै क्लासमा पढ्ने हो?
तिनजना तिमीहरूको अहिले के छ स्कुल छुट्टी भयो हो किन छुट्टी भएको स्कुल ए अनि तिमीहरू यो हिउँ खेल्यौ हिउँ खेल्यौ यहाँ अहिले थोरै हिउँ परिरहेछ है अहिले मौसम चेन्ज भएको छ नि त यस्तो घाम लागिरहेको छ त्यही भएर हिउँहरू चाहिँ भारी मात्रामा परेको छैन अनि यहाँ चाहिँ हिउँ पर्नलाई चाहिँ टाइम लाग्दैन नि फेरि एकैछिनमा मौसम चेन्ज भयो नि यस्तो हिउँ परिदिन्छ अनि तिमीहरूले चाहिँ अनि यहाँको चाहिँ भाषामा सन्चै छौलाई के भन्छ छेती बुदुवा अनि त्यसपछि खाना खायोलाई के भन्छ युवासिया ल ओके अब तिमीहरूको त्यो तिब्बतियन यहाँको तिमीहरूको भाषामा चाहिँ के भन्छ बाई बाई म जान्छु हस्त नमस्ते भन त ल हाम्रो यहाँको घरहरू चाहिँ यस्तो रहेको ट्याक अरे डोल्पाको छार्काको घर अनि माथि चाहिँ यस्तो स्नो परिरहेछ हामी चाहिँ अब यसो न बजारतिर यसो राउन्डअप हान्दै जाऊँ भन्ने कुरो हो अनि टक्क लाएर हेर्दै हुनुहुन्छ ठाउँ चाहिँ यस्तो रहेको छ अनि त्यही नै हो टक्क हावाहरू चाहिँ लाग्छ यस्तो हुन्छ कि यहाँ घरहरूमा चाहिँ पुरै दाउराहरू हो यो चाहिँ के भन्छ अरे आगो बाल्नलाई ट्याक्क राखेको दाउराहरू चाहिँ टक्क हिमालहरू देखिरहेको छ कहिले आइबेला त अब यस्तो ठाउँमा होइन भाइ एउटा मेमोरी हुन्छ नि त टक्क हेर न दामी छ नि मौसम त अझ घरहरू चाहिँ कस्तो एकनासको छ है ट्याक्क क्या ट्याक्क एकनासको क्या ट्याक्क हेर्दा पनि क्या खतरा देखिने क्या इस टक्क दाउराको चाँदोहरू क्या इस यहाँ त बाइक चाहिँ आएको चाहिँ फेरि बाइक चाहिँ खतरा हुँदैछ यहाँ अब भन्छ के भन्छ चाइनाबाट आउने बाइकहरू हुन्छ नि त इस यहाँ फेरि कुकुर चाहिँ डेन्जर हुन्छ यहाँको भोटे कुकुरहरू चाहिँ डेन्जर हुन्छ यस्तो हुन्छ पुरै होइन यो चाहिँ अब चिसो नै छ भनौँ चिसो छ प्रत्येक घरहरूमा बाइक हुन्छ क्या हेर्नु नि खतरा हुन्छ बाइकहरू पनि यस्तो मोडिफाई हुन्छ क्या पुरा स्पिकर पुरा एक्सरहरू होइन एक्सलहरू हुन्छ पुरा होइन यस्तो 1 लाख 1.5 लाखमा आउने अरे क्या अब यहाँ चाहिँ चाइनाबाट किन खरिद गर्दो रहेछ त्यही नै हो यही नै हो यहाँको टक्क लाएर देख्न सक्नुहुन्छ यहाँ चाहिँ दामी देखिरहेको छ होइन कस्तो मिठो देखिरहेको छ यहाँ दामी यो साइडमा चाहिँ के भन्छ पुरै के भन्छ सुक्खा छ कि एकदम डिजर्ट टाइपको के मरुभूमि जस्तो छ होइन अनि यही साइडमा फेरि यस्तो खतरा हिउँ परिरहेको छ मैले अघि तपाईँहरूलाई देखाएको पनि थिएँ होइन त्यो साइडमा कस्तो डेन्जर हिउँ परिरहेको थियो नि त अनि त्यो यहाँ चाहिँ पानीहरूको लागि चाहिँ अति गाह्रो के है अब ट्रक नाइ लगिदिनु भयो उहाँले अघि पनि बिहान पनि लगिदिनु भएको थियो तपाईँको उहाँ छोरा एकदम राम्रो हुँदो रहेछ गाह्रो छ नि हजुर के गर्ने हामीले त्यो अनुसारको अब गरिरहेछौँ नि त पानी चाहिँ यस्तो हुन्छ पानी चाहिँ यहीमा लैजाने यो ड्रमलाई चाहिँ त्यहाँ राख्ने हो यसरी बाँध्ने हो क्या यस्तो छ यहाँ चाहिँ पानीको मेन समस्या चाहिँ त्यही नै हो म चाहिँ दिँदै गर्छु अनि त्यही हो यो साइड चाहिँ एकदम ह्याप्पी यो साइड चाहिँ सुक्खा छ मरुभूमि जस्तो छ है अनि यो साइड चाहिँ यस्तो बवाल छ क्या यो स्नोहरू क्या अनि त्यही त हो नि भने फरक के रहेछ भन्दाखेरि चाहिँ अब त्यो साइडमा चाहिँ धेरै घाम लाग्दो रहेछ होइन यो साइडमा चाहिँ एकदम बेसी घाम लाग्दो रहेछ होइन त्यही भएर पनि रहेछ स्नो लाइट के भन्छ अरे सनलाइटले गर्दाखेरि होइन यहाँको बच्चाहरू चाहिँ यस्तरी घुमिरहेको छ हेलो आइ भनिदेऊ बाबु आइ भनिदेऊ आइ हेलो यहाँ चाहिँ टक्क छ खोलाहरू छ यो चाहिँ यस्तो छ ठाउँ अनि देख्न सक्नुहुन्छ डेन्जर छ यहाँको ठाउँ घोडाहरू चाहिँ बबाल हुँदो रहेछ क्या यहाँ चाहिँ टक्क घोडाहरू चाहिँ यस्तो हुँदो रहेछ होइन यो चाहिँ पुलहरू छ पुल अनि यहाँ चाहिँ बाइकहरू चाहिँ यस्तो बाइकहरू हुँदो रहेछ क्या यहाँ चाहिँ खतरा हजुर के छ सन्चै हुनुहुन्छ यसो न हजुरहरूको ठाउँको यसो भिडियो बनाएर लैजाऊँ न होइन टक्क भनेर ल ल सर है यो चाहिँ खोला हो है यो खोला यो सहर तिमीलाई
यसो हाफ है हाफ हामी गयौँ न टक्क चाहिँ खोला कला कला हामी जुन ठाउँमा त्यो होमस्टे माथि चाहिँ हाम्रो छ नि त्यो ठाउँमा पानी लैजान्छ यहीँबाट हो क्या त्यो बाइकमा लैजाने रहेछ क्या पानी पनि यो चाहिँ गाडीहरूमा यस्तो के हो टायरहरूमा यस्तो बाँध्दो रहेछ कि खतरासँग के हो खै त्यो चाहिँ बुझेन मैले इस टक्क घरहरू हेर्नु नि यस्तो डेन्जर हुन्छ नि यहाँको हामी चाहिँ तल पुगेर आएको अक्सिजनको कमीले स्यास्या भइरहेको छ चढ्नै नसकिने उकालो राम्रोसँग गाह्रो हावा चल्यो भने त झन् गाह्रो हुँदो रहेछ फाइनली हामी बस्ने ठाउँ चाहिँ यो हो हाम्रो चाहिँ बस्ने यो हो एकदम बवालै छ अब 1-2 दिन हो त्यसपछि हामी रिटर्न हुन्छ होला